In this video, I'm gonna break down my entire setup for this trade. र सुरुमा चाहिँ म यहाँ 15 मिनट टाइम फ्रेममा जान लागेँ। सो यो ट्रेड चाहिँ मैले स्विङ ट्रेड भनौँ कि अब के भनौँ, अब मैले लिएको भनेको चाहिँ स्विङको हिसाबले हो, तर छिटो नै टार्गेट हिट भयो मेरो, किनकि अहिले यो क्रिप्टोको माहौलै त्यस्तै छ, एकदमै बियरिस छ। र let me remove this. मैले चाहिँ खास यो डेली टाइम फ्रेम हेरेको थिएँ र डेली टाइम फ्रेममा एकदमै मिठो पम्प आएर बाहिरतिर यो लिक्विडिटी ग्र्याब गर्यो, अनि क्यान्डलले चाहिँ यही रेसिस्टेन्समै क्लोज गर्यो नि त। अनि त्यसपछि चाहिँ 4 आवर टाइम फ्रेममा गएको थिएँ। अनि 4 आवर टाइम फ्रेममा चाहिँ यो क्यान्डल एकदमै बियरिस छ र यसले बाहिरको लिक्विडिटी ग्र्याब गरेको भनेर एकदमै क्लियरली देख्न सक्छौँ, किनकि यहाँ धेरै रिटेल ट्रेडरहरूले सिधै यो क्यान्डलले ब्रेक गरेपछि कि त अब कोहीले सर्ट गरेर यहाँ यसको माथिपट्टि यसो लगाउनु भयो होला, कि त कोहीले लङ गरेर यो क्यान्डलको तलतिर यसो लगाउनु भयो होला। त्यही भएर मैले चाहिँ थाहा पाएको थिएँ यो रिजनमा एकदमै लिक्विडिटी छ र पहिला जुन साइडको लिक्विडिटी ग्र्याब हुन्छ त्यसको अपोजिटमा मैले ट्रेड लिन्छु भनेर बसेको थिएँ र भयो पनि त्यस्तै, किनकि बाई साइडको लिक्विडिटी ट्र्याप भयो र मार्केट तल आयो। ट्याक्क मैले यो क्यान्डल तलभित्र क्लोज भयो, अनि एउटा क्यान्डल अझै कुरेँ मैले, अनि ट्याक्क यो क्यान्डलको क्लोज हुन्थ्यो बित्तिकै मैले ट्रेड लिएँ र यसले चाहिँ मैले 15 मिनट टाइम फ्रेमको अनुसार लगाएको थिएँ। देख्न सक्नुहुन्छ ट्याक्क यसले चाहिँ मेरो यो विक छ नि, योभन्दा यति माथि मात्र थियो के, किनकि मलाई थाहा थियो अब कुनै क्यान्डल योभन्दा माथि क्लोज भयो या केही भयो भने चाहिँ यो पुरै लिक्विडिटी लिएरै छोड्छ र यसले माथि राखेर पनि काम छैन। त्यही भएर हजुरहरू पनि सक्दो यसले चाहिँ सानो बनाएकै राम्रो भनौँ न। अब सानो मतलब यहीँसम्म ल्याएर राखेको त राम्रो भएन, किनकि अब यो बिटकोइन क्रिप्टो भन्ने यस्तै हो, सोलाना पनि त्यस्तै हो, एकदमै म्यानिपुलेसन हुन्छ। तर यहाँ राखेको भए पनि केही हुन्थेन होला, तर मैले चाहिँ राखेन, किनकि मेरो 1:3 रिस्क रिवार्ड हो जहिले पनि, धेरै जस्तो भनौँ न। अब मैले पाएको थिएँ होइन, अब मैले त्यही भएर यहाँ राख्दा पनि ठिकै सोचेँ र यहीँसम्म राखेको भए पनि टिपी हिट चाहिँ हुने रहेछ। तर मैले चाहिँ 1:3 चाहिँ जहिले पनि एकदमै लिन्छु, त्यही भएर मैले यहीँ यो ट्रेड इन्ड गरिदिएँ। सो त्यही हो गाइज, यो चाहिँ मिठो र छोटो स्विङ ट्रेड हो। अब म गर्न पनि क्रिप्टोमा भने चाहिँ म स्विङ ट्रेडै गर्छु खास चाहिँ, त्यस्तो त्यो इन्ट्राडेहरू गर्दिनँ, किनकि एकदमै भोलाटाइल छ र मेरो सेटअप अनुसार धेरैचोटि यसले हिट गर्छ के, अनि त्यसपछि चाहिँ रिभर्स हुन्छ। त्यही भएर चाहिँ मैले फरेक्स गरेँ भने त्यसमा चाहिँ इन्ट्राडे गर्छु, हल्का फुल्का कहिलेकाहीँ स्काल्पिङ पनि गरिदिन्छु, तर क्रिप्टोमा चाहिँ धेरै जस्तो म स्विङै लिन्छु भनौँ न होइन। सो गाइज, यही हो मेरो सोलानाको भिडियो चाहिँ। अब हजुरहरूले सपोर्ट गरिदिनु भयो भने अझै अपकमिङ डेजमा अझै राम्रो सेटअपहरूसित अझै मिठोसँग एक्सप्लेन गरेर चाहिँ हाल्ने छु। हस्, धन्यवाद।